कल्याणको लागि उहाँ स्वामी हुनुभयो। अब हाम्रा उहाँ गुरुजी हुनुहुन्छ पण्डितहरू, उहाँ पनि त अब जनताका लागि उहाँ बसेर उहाँहरूले कार्य गरिरहनु भएको छ। तर हामीले गाउँ यो ढुङखाट बनाउन चाहिँ हामी यहीँका गुरु पुरोहितहरू चाहिने रहेछ। धर्म के हो, कर्म के हो, राम्रोमा हिँड्नुपर्ने कि नराम्रोमा हेर्नुपर्ने, कुन मान्छेले के गर्दैछ, कस्तो कर्म गर्दैछ उहाँहरूले त देख्नुहुन्न। उहाँदेखि मुनिबाट त हामी यहाँ हाम्रो भागवत प्रेमी वैदिक सनातन हिन्दूका सदस्यहरूलाई त हाम्रै नियम नीतिमा हामीले जब देखायौँ हिँडायौँ यस्तो रहेछ भनेर हामीले गऱ्यौँ भने के हुन्छ त भन्दा हाम्रो भुटान श्री 5 महाराज धिराज हुनुहुन्छ, उहाँलाई पनि सुख शान्ति हुन्छ, हाम्रो देशमा पनि शान्ति हुन्छ र भन्दै र आजको कथामा हाम्रो रुक्मिणी विवाहको कथा आउँछ पाठमा पनि। र हाम्रो त्यो रुक्मिणी विवाहको चाहिँ लीला चाहिँ भरे बेलुका समयमा हुन्छ होला, बेलुकी समयमा। अहिले चाहिँ हामी कथा मात्रै भन्छौँ र त्यसमा भागवत पाठ गर्छौँ। अनि हाम्रो सकेसम्म अब हाम्रो कति दिन छ भन्दा आज 5 दिन 6-7 दिन, अब 2 दिन छ। यो 2 दिनमा किनभने कथा पारायण त हामीले अब गुरुजीहरूले पनि गरिरहनु भएको छ, मैले पनि सकि नसकि गरिरहेको छु। र हाम्रो अन्य हाम्रो पुराणहरूमा मन्दिरमा हाम्रो बुद्ध शिव मन्दिर फुन्चोथाङको उहाँ पनि कति भागवत पुराण भयो हामीले बुझेकै छौँ। हाम्रा गाउँमा पनि पुराण लागिरहेको छ। त्यसले गर्दा हजुरहरूलाई लाइनबाट चाहिँ बुझाउन अलिक भ्याउँदैन कि गुरुजीले अलिक यताउता गर्नु भनेर नभन्नु, किनभने माथिबाट गुरुहरूले चाहिँ पाठ चाहिँ मजाले गर्नुहोस् है गुरुजी भनेर भन्नुभएको छ। त्यसले गर्दा त्यसमा चाहिँ म माफी चाहन्छु। एउटा त अब भन्नै पर्यो होइन। र हाम्रो के हुन्छ भने यो 2 दिन समयमा हामीले कुन धर्म मान्नुपर्ने, हाम्रो धर्म के हो, हाम्रो नियम के हो, हाम्रा भुटानमा श्री 5 महाराज धिराजले हामीलाई कुन धर्म सँगालेर गर्न पाउँछौँ भनेर आज दिनुभएको छ त्यो। र हाम्रो सनातनी वैदिक सनातनीका भक्तजनले कस्तो कर्महरू धारण गर्नुपर्छ हो त्यो। हाम्रा वैदिक सनातनीका चेलीबेटी नारीहरूले सिन्दुर या पोते नियम के छ त्यो पनि अलिअलि बुझाइने छ। र हाम्रो विवाहमा के कर्म गर्नुहुन्छ, के कर्म गर्नु हुँदैन त्यो पनि बताइन्छ। पुरोहित गुरु भएर कस्तो भएर बस्नुपर्छ त्यो पनि